आज एक्कासी गाइज हामीलाई चाहिँ विराटनगर सुटमा जानु पर्यो। सो हेलो गाइज, वेलकम ब्याक टु माई एनदर थर्ड ब्लग। सो 100 डेज च्यालेन्ज मिनी ब्लगमा चाहिँ फेरि पनि तपाईँलाई स्वागत छ। आज चाहिँ तेस्रो ब्लग रहेको छ। सो आज हामी बिहानै चाहिँ अब इनरवा जाँदैछौँ म र सर, किनभने मेरो चाहिँ सिस्टम चाहिँ अलिक क्र्याक भएकोले म चाहिँ अब जाँदैछु मर्मत गर्नलाई। सो यहाँ हेर्न सक्नुहुन्छ यो बाटो कच्ची बाटो रहेको छ इनरवा जाने। हाम्रो चाहिँ यो चाहिँ राधाकृष्ण मन्दिर रहेको छ र हामी चाहिँ लगभग आइसकेका छौँ। र गाइज मेरो चाहिँ सरोज मोबाइल ब्लग एउटा युट्युब च्यानल पनि रहेको छ। तपाईँले सब्सक्राइब गर्नुभएको छैन मलाई सब्सक्राइब गरिदिनु होला। त्यसै गरी मेरो चाहिँ पेज पनि रहेको छ सरोज मोबाइल ब्लग। त्यसै गरी यो चाहिँ मेरो प्रोफाइल रहेको छ सरोज कुमार चौधरी। तपाईँले चाहिँ अवश्य पनि फलो गर्नु होला फेसबुकमा पनि, त्यसै गरी इन्स्टाग्राममा पनि रहेको छ। अवश्य पनि तपाईँ चाहिँ फलो गर्नु होला। लगभग हामी चाहिँ अब आइपुगेका छौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ पसल आइसकेका छौँ मर्मतको लागि। यहाँ चाहिँ मेरो ल्यापटपमा भएको इस्यु चाहिँ हेरिदिनु भयो र उहाँले चाहिँ सोल्भ पनि गरिदिनु भयो र हामी चाहिँ त्यस पछाडि चाहिँ अब घरतिर लाग्यौँ। हेर्न सक्नुहुन्छ हामी चाहिँ बिदाबारी गरेर अब चाहिँ हामी घरतिर जाँदैछौँ। म र आशा घर जान आँटेका थियौँ कि आशालाई जुत्ता किन्नुपर्छ भनेर उहाँ चाहिँ बजारतिर लानुभयो र त्यहाँ हेर्नुभयो उहाँलाई जुत्ता, तर उहाँलाई मन परेन। सो हामी चाहिँ फेरि घर फर्क्यौँ। घर आइसकेपछि मैले चाहिँ बाबुलाई चाहिँ कपाल काट्ने स्यालुन लगेँ र किनभने बाबुको कपाल चाहिँ ठुलो भइसकेको रहेछ। सो बाबुको कपाल चाहिँ काट्न लागेँ। यहाँ हेर्न सक्नुहुन्छ कपाल काटिसकेपछि म चाहिँ घरतिर लागेँ, किनभने फोन पनि आइसकेको थियो मलाई चाहिँ सुटमा जानुपर्छ भनेर अर्जेन्टली। त्यसपछि म र पाण्डव सर त्यसै गरी आज सर चाहिँ हामी चाहिँ ठ्याक्क सुटिङ स्पोट आइपुग्यौँ। सुटिङ स्पोट चाहिँ विराटनगरको छेउछेउमा रहेछ। सो हामी चाहिँ लगभग आइपुगेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ एकदम सरप्राइज भयौँ, किनभने त्यहाँ चाहिँ अलरेडी चिनेकै हाम्रो सहकर्मी साथीहरू हुनुहुन्थ्यो। यहाँ चाहिँ रविन सर सिनेमाटोग्राफर, त्यसै गरी डाइरेक्टर कार्तिक सर हुनुहुन्थ्यो, त्यसै गरी हाम्रो चाहिँ आर्टिस्ट मेकअप आर्टिस्ट अवध नारायण सर हुनुहुन्थ्यो। सो अब चाहिँ हामी यहाँ सुटिङको लागि चाहिँ रेडी हुँदैछौँ सबैजना। सो यहाँ हेर्न सक्नुहुन्छ प्रबल्दी विश्वास सर चाहिँ पूजा गरिदिनुहुन्छ, किनभने उहाँकै आजको गीत रहेको छ, उहाँले नै हामीलाई बोलाउनु भएको छ। सो सबैजना हामी मिलेर चाहिँ पूजापाठ गर्दैछौँ। हेर्न सक्नुहुन्छ जम्मै चिनेकै कलाकार साथीहरू चिनेकै हुनुहुन्थ्यो। सो हामी चाहिँ पूजापाठ गरिसकेपछि सुटिङमा चाहिँ लाग्यौँ र हाम्रो चाहिँ आज नाइट सुट पनि रहेको छ। सो यता हामी दिउँसोको सुट चाहिँ गर्नेछौँ। अहिले चाहिँ मेरो टर्न आएको छ पूजा गर्ने। साथै गाइज मेरो चाहिँ अर्को एउटा च्यानल रहेको छ एसकेसी म्युजिक फिल्म्स। त्यसमा चाहिँ मैले चाहिँ म्युजिक भिडियो त्यसै गरी सर्ट मुभीहरू चाहिँ मैले चाहिँ त्यसमा हालिरहेको हुन्छु। सो तपाईँले चाहिँ एसकेसी म्युजिक फिल्म्सलाई पनि सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला, किनभने त्यसमा चाहिँ म चाहिँ म्युजिक भिडियोहरू त्यसै गरी मुभीहरू चाहिँ हालिरहेको हुन्छु। सो फाइनल गाइज डेको सुट चाहिँ कम्प्लिट भइसकेको छ र अब चाहिँ नाइट सुट गर्ने बाँकी रहेको छ। सो नाइट सुट चाहिँ अब चाहिँ हुन्छ। सो यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ नाइट सुटको लागि वेट गरिरहेको छौँ र अब चाहिँ सुट पनि स्टार्ट हुन आँटेको छ। सो यता हेर्न सक्नुहुन्छ गाइज हामी चाहिँ अब नाइट सुटको लागि रेडी भइसकेका छौँ। यता चाहिँ सबैजनाको सुरु भइरहेको छ र मेरो चाहिँ सुट कम्प्लिट भइसकेको छ। मेरो सुट कम्प्लिट भइसकेपछि हामी चाहिँ खाना खान आँट्यौँ, किनभने भोक पनि साध्यै लागेको थियौँ, किनभने 3 बजिसकेका थियो। हामी खाना खाँदाखेरि लगभग 3 बजिसकेका थियौँ रातको। सो फाइनली अब हामी चाहिँ खाना खाएवरी चाहिँ अब चाहिँ सुट कम्प्लिट गरेवरी हामी चाहिँ घरतिर जानेछौँ, किनभने चाहिँ 4 बजिसकेका रहेछ राति सुट गर्दा। सो आजको ब्लग यति नै। नेक्स्ट ब्लगमा भेटौँला र तपाईँहरूले चाहिँ अवश्य पनि फलो गरिदिनु होस्। त आजको लागि बाई बाई।